साथीहरु आज मेरो मम्मीलाई पिरो चाउचाउ खान मन लाग्यो त्यही भएर चाहिँ मलाई पैसा दिनु भयो। अनि म पसलमा गएर चाउचाउ ल्याएर मेरो मम्मीलाई पैसा चाउचाउ भनेर खुवाएँ। हाई एभ्रीवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप तपाईहरु पनि सन्चै नै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै नै छु। हजुरहरुलाई स्वागत छ मेरो आजको नयाँ मिनी ब्लगमा। म फेरि पनि आइसकेको छु न्यू डे न्यू मिनी ब्लग लिएर। साथीहरु आज मेरो मम्मीलाई पिरो चाउचाउ बनाएर खान मन लाग्यो त्यही भएर चाहिँ मलाई पैसा दिनु भयो। म चाहिँ त्यही भएर चाहिँ पसलमा गएर चाउचाउ ल्याएर आएँ। म चाहिँ हिँड्दै गएँ साथीहरु, अनि गर्मी चाहिँ लास्टै थियो साथीहरु। मैले चाहिँ 2 प्याकेट मात्र ल्याएर आएको साथीहरु, करेन्ट चाउचाउ 50। साथीहरु म चाउचाउ ल्याएर आउँदाखेरि चाहिँ तातो पानी उम्लिसकेको थियो। अनि त्यही तातो पानीमा मैले चाउचाउ हाल्दिए साथीहरु। चाउचाउ चाहिँ एकदमै दामी देखिरहेको थियो साथीहरु, टेस्टी हैन, यस्तो हेर्दै खाम जस्तो लागिरहेको। मम्मीलाई दिए छुट्टै अनि हजुरआमालाई पनि दिए मैले छुट्टै। मम्मीले चाहिँ त्यति धेरै चाउचाउ खानु हुँदैन नि त साथीहरु, अनि त्यही भएर चाहिँ त्यति धेरै दिएन मैले, खाने भन्ने मात्र मैले चाहिँ खान सुरु गरेँ साथीहरु। यता चाहिँ मम्मीले खाँदै हुनुहुन्छ देख्न सक्नुहुन्छ साथीहरु, अनि यस्तो टेस्टी भइरहेको थियो नि साथीहरु। चाउचाउको त म बिग फ्यानै हो कि साथीहरु, मलाई जति दिए पनि खान सक्छु। मेरो मम्मीले चाउचाउ खान्न अरे, अहिले चाहिँ फेरि माग्नु भयो कि साथीहरु, त्यही भएर चाहिँ मैले 2-3 चम्चा दिए फेरि। भोइस गर्ने त वातावरणै छैन कि साथीहरु, उता गए पनि के गरिरहा, यता पनि के गरिरहा, जता गए पनि के गरिरहा कि, अनि वातावरणै छैन कि भोइस गर्ने। ब्याकग्राउन्ड साउन्ड चाहिँ इग्नोर गरिदिनु होला साथीहरु, माइन्ड नगर्नु होला। साथीहरु यो चाहिँ मेरो डे 1 मिनी ब्लग हो। डे 1 मिनी ब्लग किन भनेको भने साथीहरु तपाईलाई 3-4 वटा 8-9 वटा बनाइसकेको छु मिनी ब्लग। यो चाहिँ मेरो न्यू एकाउन्ट हो, त्यही भएर चाहिँ डे 1 देखि 100 डेज मिनी ब्लग च्यालेन्ज गर्न गइरहेको छु साथीहरु। सबैजनाले माया साथ सपोर्ट दिइदिनु होला साथीहरु। मैले चाहिँ आजदेखि डे 1 देखि 100 डेज मिनी ब्लग च्यालेन्ज गर्न गइरहेको छु साथीहरु। आजको लागि यति नै साथीहरु, अब अर्को नेक्स्ट मिनी ब्लगमा भेट्नुपर्छ। बाइ।